नमस्कार। आज म तपाईँहरूलाई मेरो सेयरबाट कसरी आइपिओ अप्लाई गर्न सकिन्छ भनेर जानकारी दिन यो भिडियो बनाएको छु। यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। सुरु गरौँ आजको टपिकतर्फ। सर्वप्रथम मेरो सेयर लगइनमा जानुहोस् र आफ्नो युजर र पासवर्ड हानी लगइन हुनुहोस्। लगइन भइसकेपछि यस्तो इन्टरफेस देख्नुहुनेछ। अब तपाईँले लेफ्ट साइडमा माई आस्पा देख्न सक्नुहुनेछ। त्यहाँ क्लिक गरिसकेपछि खुलेको आइपिओहरू देख्न सक्नुहुनेछ, जुन एभरेस्ट कलर लिमिटेडको आइपिओ अप्लाई गरेर तपाईँहरूलाई देखाउन गइरहेको छु। अब अप्लाईमा क्लिक गरिसकेपछि तपाईँले कम्पनीका बारेमा सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ, जस्तै इस्यु म्यानेजर, इस्यु डेट, क्लोजिङ डेट। अझ कम्पनीका बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने प्रोस्पेक्टस डाउनलोड गरी पढ्न समेत सक्नुहुनेछ। त्यसपछि स्क्रोल गरी ब्याङ्क अकाउन्ट चुज गर्नुपर्ने हुन्छ। चुज गरिसकेपछि कति किताको लागि अप्लाई गर्दै हुनुहुन्छ त्यो टाइप गरी सिआरएन नम्बर जुन ब्याङ्कले प्रोभाइड गरेको छ त्यो राखी बक्समा टिक लगाई अप्लाई गर्न सक्नुहुनेछ। त्यसपछि ट्रान्जेक्सन पिन हान्ने यस्तो इन्टरफेस देख्नुहुनेछ। आफ्नो ट्रान्जेक्सन पिन राखी अप्लाई बटनमा क्लिक गर्नुहोस्। यदि यसलाई परिमार्जन गर्न चाहनुहुन्छ भने एडिट बटनमा गई सच्याउन समेत सक्नुहुनेछ। अब तपाईँले अप्लाई गरेको आइपिओ भेरिफाई भए नभएको जानकारी लिन चाहनुहुन्छ भने एप्लिकेसन रिपोर्टमा गई हेर्न समेत सक्नुहुनेछ। धन्यवाद।